साथीहरू पहिला यसमा चाहिँ ग्लु लगाउने अनि त्यो ग्लु लगाएपछि अनि यहाँ यसरी हटगनले हट गरेर पक्रेको यसरी गरेपछि चिम्टा पक्रिने चिम्टा पक्रेर चाहिँ अब जसरी हटाउँदैछ अनि आफ्नो अनुसार एयर र हिटरलाई आफ्नो अनुसार राख्नुपर्छ। अब अलिकति हिट कम छ एयरलाई अलिकति बढाउने र हिटरलाई यहाँ बढाएपछि त्यसपछि जब यहाँबाट धुवा निस्किन थाल्छ अनि यसलाई माथिबाट उठाउने। पङ्खा बन्द गर्नु त यो अनि हट गर्न चल्दैछ साहेब पङ्खा बन्द गर त। दुइटै अनि भन्छु म किन उक्किँदैछ ल साथीहरू यो पनि बुझ्नुहोस् होला जहाँ हावा चल्छ त्यहाँ चाहिँ यो हटगन काम गर्दैन किनभने यो हिटै हुँदैन। के तपाईँको सर नाम लेखिएको छ यसमा यसले अब निकालेपछि अनि हामीले आवाज चाहिँ यो उक्किन लागेको छ। यो उक्किएपछि अनि सोल्डिङ आइरनबाट यसलाई सफा गर्ने त्यसपछि सफा गरेपछि अनि फेरि हेर्ने चार्जर पिन हाम्रो खराब छ या कुनै पोइन्ट टुटेको छ भने त्यसलाई फेरि सोल्डिङ गर्ने अनि फेरि गएर लास्टमा सफा गरेर अनि फेरि चिप्काउने। सरले भन्नुभयो अघि अनि फेरि यो हटाएपछि अनि एकचोटि यो पनि सर्ट हुन सक्छ नि त हाम्रो मोबाइलको कारण अनि ब्याट्री कनेक्टरमा मल्टिमिटर लिएर चेक गर्ने त्यसपछि पनि